ब्याक टु माई न्यू ब्लग। हाम्रो घरमा एउटा नयाँ पाहुना आउनुभएको छ। हजुरलाई म देखाउन जाँदैछु। यता हेर्नु, यहाँदेखि आउँदै हुनुहुन्छ जन्ती पनि पुरा जन्ती सुते आउँदै हुनुहुन्छ। सबलाई हतार छ। यति धेरै मेहमान आउँदै हुनुहुन्छ मेरो बर्थडे पार्टीको लागि। हजुरले भन्नुहुन्थ्यो तिमीले कसैलाई बोलाएको छैनौ? मेरो मेहमानहरू यिनीहरू हो। काश मान्छेहरू भन्दा त यिनीहरू नै राम्रो हुन्छन्। कुरा त सुन्छन् यिनीहरूले, बुझ्छन् मेरो कुरा। यति टाढादेखि आउनुभएको छ यहाँ यति मेहनत गरेर। मेरो साथीहरू हैन यति नजिककै घर भएर पनि आउँदैनन्। अनि यहाँ यस्तो बाटो बनाउनु छ। यहाँदेखि पनि जानुहुन्छ अनि यतादेखि पनि जानुहुन्छ। दुईटा बाटो बनाउनु पर्छ।